काठमाडौँको पुरानो पाहुना गौँथली। भोलि श्रावण सङ्क्रान्तिदेखि मदन कृष्ण श्रेष्ठ अभिनीत नेपाली फिल्म गौँथली प्रदर्शन हुने भएर मलाई पनि काठमाडौँको आकाशमा उड्दै गर्ने गौँथलीको रिल बनाउने इच्छा भयो। काठमाडौँमा गर्मी सुरु भयो कि एउटा पुरानो पाहुना फेरि फर्किन्छ गौँथली। नेपाल भाषामा यसलाई इखौचा भनिन्छ। इखौचा भने जस्तै परेवालाई बखौँच, भङ्गेरालाई चखौँच भन्छन्। यो परेवा भङ्गेर जस्तै वर्षभरि एकै ठाउँमा बस्दैन, पुष र माघमा न्यानो ठाउँतिर बसाइ सर्छ अनि फागुन चैत लागेपछि फेरि आफ्नै पुरानो गुणमा फर्केर आउँछ। गौँथलीले उड्दै गरेको झिङ्गा, किरा र फट्याङ्ग्रा समेत खान्छन्। त्यसैले यो हाम्रो वातावरण सफा राख्ने प्राकृतिक सहयोगी पनि हो। गुँड बनाउने यसको सिप झन् अद्भुत हुन्छ। साना साना पराल र छेस्कामा पोखरीको हिलो जोड्दै वर्षौँ टिक्ने गुँड बनाउँछ। मैले आफ्नै घरभित्र यसरी गुँड बनाएको आफ्नै आँखाले देखेको छु। पहिला काठमाडौँको आकाशमा गौँथलीको चिरबिरा आवाजले गुन्जिन्थ्यो। आज भने यसको सङ्ख्या निकै घटेको छ। गौँथली एउटा सामान्य चरा मात्र होइन, हाम्रो संस्कृति, प्रकृति र वातावरणको साथी हो। त्यसैले हामी पनि बचौँ, हाम्रा चराचुरुङ्गी पनि बचाउँ।